आज अत्यन्तै व्यस्त मान्छेले हेलिकप्टर चढेर उडेर कतै पुग्यो भने त्यसमा टिप्पणी गर्नु हुँदैन, किनभने उसको आवश्यकता हो त्यो त्यहाँ जानुपर्छ। हिँडेर जाँदाखेरि गाडीमा जाँदा देशलाई ठुलो घाटा हुनसक्छ, त्यस कारण ऊ जानुपर्छ। त्यस कारणले आवश्यकता अनुसारको समृद्धि र त्यसलाई बुझेको, त्यसलाई सम्मान गर्ने हृदय, सम्मान जहाँ हुन्छ त्यहाँनिर शान्ति आउँछ। ख्याल गर्नुहोस्, तपाईँसँग आज जे छ त्यो चिजलाई तपाईँले सम्मान गर्न सक्नुभयो भने तपाईँ शान्त हुनुहुन्छ। ओके, कुनै जति छ जे छ त्यसलाई सम्मान गर्ने र अरू चिजको लागि प्रयास गर्ने हो। जो पाएको छैन त्यसलाई प्रयास गर्ने, जो पाइएको छ त्यसलाई सम्मान गर्ने, यो व्यक्ति आजको दिनमा सुखी व्यक्ति हो। तपाईँको भाषामा भन्दाखेरि एउटा सम्पन्न व्यक्ति हो। अब आफूसँग भएको चिजलाई सम्मान गर्न सके होइन, प्रशस्तै छ तर सम्मान गर्न सके होइन। बाहिर दुनियाँले देख्दाखेरि धेरै धन भए पनि, शिक्षा भए पनि उसले आफूले पाएको पढाइलाई, आफ्नो सामाजिक स्थितिलाई, आफ्नो चाहिँ भौतिक स्थितिलाई उसले सम्मान गरे होइन भने त्यो व्यक्ति के हो, त्यो गरिब हो। त्यो